अहिले यो वीरेन्द्रनगरमा कर्णाली प्रदेशको वीरेन्द्रनगरमा धेरै सवारी चालक धेरै जनगणना भएको वीरेन्द्रनगर सुर्खेत छ हैन। यसमा धेरै सवारी साधनहरू मध्ये दुई पाङ्ग्रे सवारी साधनहरू यो तीन पाङ्ग्रे सवारी साधन अटो चालक अटो सवारी साधनहरू चाहिँ हामीसँग रहेको छ र दुर्घटनामा बढी संलग्न हुने सवारी साधनहरू पनि यो मोटरसाइकल र अटो नै हो हैन। अटोको पछिल्लो समयमा हामी कहाँ के कम्प्लेन आउँछ त भन्दा यो जहाँ पायो त्यही रोक्नुहुन्छ हैन। अनि प्यासेन्जर देख्नै हुँदैन, बिच बाटोमा रोक्नुहुन्छ, एक्कासी मोड्नुहुन्छ भनेर हामी कहाँ धेरै कम्प्लेन आउँछ। हो त्यस कारणले यो जुन जुन हजुरहरूले ज्याकेट पाउनु भएको छ यो जसको सवारी चालक अनुमति पत्र प्राप्त गर्नुभएको छ उहाँहरूको लागि मात्रै हो हैन। सवारी चालक अनुमति पत्र प्राप्त गरेको व्यक्ति भनेको एउटा दक्ष चालक हो। कानुनले चालकलाई कसरी परिभाषित गरेको छ भने सवारी चालक अनुमति प्राप्त गरेको व्यक्ति चालक हो, आफ्नो सवारीको बारेमा दक्षता हासिल गरेको, दक्षतापूर्वक चलाउन सक्ने सिप भएको व्यक्ति चालक हो भनेर परिभाषित गरेको छ। त्यसकारणले हामीले अझै उहाँ चालकलाई अझै जिम्मेवार बनाउनको लागि, जिम्मेवार चालक बनाउनको लागि म जिम्मेवार चालक हुँ भनेर पछाडि लेखिएको छ तपाईको पछाडि। तपाईँ यदि जिम्मेवारी पुरा गर्नु भएन भने त्यसमा चाहिँ प्रश्न चिन्ह खडा हुन्छ। तपाईको जिम्मेवारी कहाँबाट सुरु हुन्छ भने जब तपाईले प्यासेन्जरलाई चढाउनुहुन्छ, चढाएर सुरक्षित उहाँको कहाँसम्मको यात्रा हो, कहाँसम्म गन्तव्य हो, त्यो गन्तव्यसम्म सुरक्षित साथ सभ्यशिष्ट व्यवहार गरेर पुर्याइदिनु भयो भने हजुरहरूको जिम्मेवारी त्यहाँ समाप्त हुन्छ। न कि बिच बाटोमा लिएर मिसबिहेभ गर्ने हैन, विभिन्न किसिमका कम्प्लेन आउने खालका कारबाहीहरू गर्ने, ट्राफिक नियम उल्लङ्घन गर्नुभयो भने त्यो जिम्मेवार चालकभित्र पर्दैन। त्यस कारणले आजका मितिदेखि यो ज्याकेट जसले पहिरन धारण गर्नुभएको छ उहाँहरूले चाहिँ जिम्मेवारपूर्वक लाग्नुहुनेछ भन्ने मैले अनुरोध गर्न चाहन्छु।